सबैको लागि शिक्षा र शिक्षा लिँदाखेरि तपाईँ हाम्रा आर्थिक अवस्थाहरू परिवर्तन गर्न सक्छौँ भने ज्वलन्त उदाहरण र पुस्ता तपाईँ हामी हो। हामीले 15 वर्ष सही शिक्षा हामीले जुनसुकै नागरिकलाई सकारात्मक र सही शिक्षा दिन सक्यो भने तपाईँ हाम्रो घर परिवार र हाम्रो समाजको आर्थिक अवस्थामा रूपान्तरणकारी परिवर्तन गर्न सक्छौँ। त्यसैको लागि सबैको लागि शिक्षा हुनुपर्छ र सबैको लागि शिक्षा कोही पनि विद्यालयबाट वञ्चित नहोस् भनेर बिदु नगरपालिकाले हरेक वर्ष यो वडामा सर्कुलेसन गरेर टोलमा गएर कोही पनि बालबालिका हाम्रो क्षेत्रभित्र चाहिँ विद्यालयबाट बाहिर छैन भन्ने अवस्थाको निर्धारण पनि गर्ने गरेको छ। अझै पनि केही छिटफुट त्यस्तो रहेको छ भने नगरपालिकामा सम्पर्क अथवा जानकारी गराइदिनु होला, यसमा सुधार गर्न सकिन्छ। अर्को लक्षित समुदायलाई रोजगारीको लागि आर्थिक अवस्था सुधार गर्नको लागि जीविकोपार्जनको लागि जुन कार्यक्रम गर्ने भनेको छ, अहिले बिदु नगरपालिका मात्रै होइन देशैभरि नै स्थानीय सरकारले जनताहरूको सुदृढीकरणको लागि आर्थिक अवस्था उन्नतिको लागि जुन विकासका कार्यक्रमहरू गइरहेको छ, टोल विकासमा गएर यति धेरै शाखाहरू छ, शाखा मार्फत स्वास्थ्यको सन्दर्भमा स्वास्थ्यको नीति, शिक्षाको सन्दर्भमा शिक्षाको नीति, महिला तथा बालबालिका ज्येष्ठ नागरिकको सन्दर्भमा त्यही शाखा मार्फत गर्ने नीतिहरू, उद्यम विकासका कार्यक्रमहरू यावत देशैभरि जुन प्रभावकारी ढङ्गले टोलमा गएर काम भइरहेका छौँ। त्यही भएर नि होला स्थानीय सरकार भनेको यति छोटो अवधिमा 9 वर्षको अवधिमा स्थानीय सरकार जनताको घर आँगनको नजिकको सरकार र यसले उदाहरणीय काम गरेको छ भनेर आलोचना भन्दा धेरै हामीले प्रशंसा र स्थानीय सरकारको तारिफ सुन्न सक्छौँ। र यो मार्फत जोडिएर पनि नेपालमा मानवको बेचबिखनको अवस्थालाई हामी न्यूनीकरण गर्दै शून्यमा लैजानुपर्छ भन्ने तपाईँ हाम्रो समान धारणाको विकास गर्नुपर्नेछ। म शक्ति समूहको कसरी यो जन्म भयो यसमा निरन्तर योगदान दिइराख्नु भएको चरिमाया म्याम जो हामी सबैका लागि उदाहरणीय शक्ति र प्रेरणाको स्रोत हुनुहुन्छ, जसले आफू मात्रै त्यो अवस्थाबाट बाहिर निस्केन, त्यो अवस्थामा रहेका सम्पूर्ण मानवहरूको कल्याणको लागि, सङ्घर्षको लागि अथवा न्यायिक लडाइँको लागि जुन अनवरत सङ्घर्ष गरिराख्नु भएको छ, त्यही सङ्घर्षको परिणाम हो मानव बेचबिखन तथा ओसार पसार विरुद्धको राष्ट्रिय नीति भर्खरै पारित भएको छ। र यो नीति आउँदै गर्दाखेरि यस्ता घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ र आगामी दिनमा त्यस्ता घटना गर्नेहरूलाई पीडकहरूलाई कसरी दण्ड र सजायको व्यवस्था गरेर समाजमा यसलाई निर्मूल गर्न सकिन्छ भन्ने धारणालाई ठोस गरेर लैजान्छ। किनभने दण्ड र जरिवानाको स्पष्ट मापदण्ड नभइकन आएका यस्ता समस्याहरूलाई कुन ढङ्गले हल गर्ने भन्ने कुरा पनि निकै चुनौतीपूर्ण हुन्छ। र यो सबैले गरेको सङ्घर्षको निरन्तर पैरवीको उपलब्धि हो। र म यसमा चरिमाया म्याम लगायत उहाँको सिङ्गो टिमलाई म बिदु नगरपालिकाको प्रमुख धेरैभन्दा धेरै धन्यवाद